रायता दो के रास्ता सो गोप्रो हुँदैन नि बहिनी अन्त छिमेकी नमान्नु खास त भन्छ सानो उहिले न प्रिसिडेन्ट बर्थडे केक काटौँ पो 1 2 3 Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Papa. Happy birthday to you. May God bless you. May God bless you. May God bless you, dear Papa. Happy birthday to you. Happy birthday to you. अब क्यान्डी माग्नुहोस् न क्लासमा खानु न बिरयानी खा ए आमालाई खुवाइदिनुहोस् न छामा लैजाउँ फेरि दुईजना म छोड्नु त खै Happy birthday, Appa. Thank you. आयो No, तिमीहरू आउँछौ Appa खाइदिनु भात खाइसकेर हौ आमा भात खाइसकेर I like them. म खाँदैन अहिले के होस् त्यसो भए म खान्छु लु नानी आऊ Chottu. से वेलकम Happy birthday, Chottu. भाइ आइज भाइ कोमा हाल्दिनु आ गर्नुस् बर्थडे चाहिँ यति नै केक उपर राख्नुहोस् अहिले आइज न खानु अलिकति यो कहीँ नभएको यो अरूवा छ यो यो एउटा डिसी कल्चर हो कि यो चाहिँ के अरे राइता अरे राइता आज भने चाहिँ केले ह्याप्पी बनाएको बर्थडेको चाहिँ के छ बुझ्यो हाम्रो हैन चिकन बिरयानी रहेछ बर्थडे पार्टीको अब चाहिँ दुध खानु नुन थप्नु चिकन बिरयानी रहेछ पिरो हुन्छ भाइ फेरि उयो गर्नुपर्दै छोरी नयाँ मुखबाङ भएर हुन्छ उयसमा गर्नुपर्ने हुन्छ नि अलिकति क्लिप चाहिँ फेसबुकमा हालेर क्या म मिलाइदिइहाल्छु नि उयो रायता कस्तो रहेछ अब राम्रो लाग्दैन राम्रो लाग्यो दामी मिठो रहेछ फर्स्ट बाइट मान्दैन छैन तपाईँहरू बिरयानीमा अँ रायता पनि खाउँ न कस्तो हुन्छ नि यो रायता भने चाहिँ उयो मसलेदार बनाएन सादा बनाइदिएर कम्ती तेल भएछ नि बिरयानी अनि तेल त कम्ती भएकै दामी जिन्दगीमा नसकेको खानाहरू खानु पाउँछ त हो भाइ भाइ है आइलाले जिन्दगीमा नसकेको चिजहरू खुवाउँछ है यो जाइका अरे रायता ए राइता तेल क्या अर्ग्यानिक डल्ले दामी खाउँ त खानु नि चिल्ली ओइल अरे दामी बनाएछ आइलाले त
हैन यो राइतामा नुन हालौँ अलिक के खोज्नु गएको होला भन्दा हुँदैन कसलाई के भन्नु म त यो चिकन खाँदिनँ पो खाने 아빠 맛있어 ጨ리 봐야지 कत्रो त्यो खुट्टा त 아빠가 나를 누가 알다 나 이런 게 아니라 줄였어? 응? 그래서 나 이따 안 해. No. 날리 잘 Oh, 짤이야 나 बर्थडे भयो सल्किँदैछ है हातमा चिप्लो खानु के भयो आइलाई पस्ट गरिदिनु नि पस्ट गरिदिनु नि 버스는 없어져 हुन्छ वेलकम ब्याक अगेन अब हाम्रो डिनर पनि सक्यो बर्थडे पार्टीको विज्ञानी डिनर पार्टी पनि सक्यो होइन आपा बर्थडे त्यतिमै सकिएको होइन हँ? सानो अब केक काटेको नि होइन आजको होइन अब योपालिको होइन बर्थडेहरू खुसी त हुनु हुँदैन खासमा चाहिँ भएको पनि छैन उमेर बढेको यादै होला बुढो हुँदै गएको यादै होला उमेरले 9 दौडरा काटेछ होइन अन्त त्यस्तै हो अब लाइफमा छ धेरै डिफिकल्टिजहरू छ हाम्रो दुःख है त्यो भन्छ नि एउटा दुःख है फिर भी दिल है हिन्दुस्तानी हामी टेर्नु चाहिँ टेर्दैनौँ त्यो अब त्यस्तो सोचेर बस्यौँ त साह्रो मर्ते दम तक साह्रो पर्दो रहेछ कि अन्त कतिहरू कुरा चाहिँ पचाउनु पनि पर्दो रहेछ मान्छे भएपछि होइन हुन्छ नि मान्छेको लाइफमा के हुन्छ अप्स एन्ड डाउन्स आउँछ तर अब हामी चाहिँ त्यस्तो क्याटेगोरीमा परेन क्या हामीलाई दुःख छ हामीलाई हेन छ हामीलाई टेन छ हुन्छ त्यस्तो त पहिला त भएको थियो अब त्यसलाई क्या डाइजेस्ट गर्नै सकेन अब अहिले त क्या हुन्छ नि देखेर दुनियाँसँग लड्दा क्या सबै कुरामा चाहिँ अब हुन्छ नि हामीले चाहिँ जे जस्तो हुँदा पनि हाँस्नु चाहिँ छोड्नु हुँदैन भन्ने एउटा हुन्छ नि लाइफ मस्ट गो अन भन्ने हो त्यस्तो चाहिँ क्या त्यो खालको थेरेपी अप्नाएको छ हामीले चाहिँ त्यस्तो डिफिकल्ट त हामीलाई कति छ तर हामी टेर्दैनौँ जे हुन्छ भगवान्ले हेर्छ होइन उपरवाला छ अब के गर्नु त्यस्तै रहेछ लाइफ हो अब मेरो घरमा बिमारी छ भनेर त मोर्चा परेर बस्नु त नमिल्ने रहेछ त्यसलाई चाहिँ जित्नुपर्ने रहेछ क्या ओभरकम गरेर त्यसरी गरेर नि गइरहेछ अब कतिजनाले भन्छ होला यस्तो छ र यिनीहरू यस्तो गर्छ यस्तो भन्नेले भन्छ हो तर हामी चाहिँ त्यस्तो गर्दैन होइन आपा हामी चाहिँ के गर्छ हामी हाँसेर हिँड्छ होइन के कसो भन्नु छ तपाईँ त्यसै होला भन्नु न के भन्नु बर्थडे मनायो खुसी नै छ बस आयो बर्थडे मनाएको सानो केक चाहिँ काटेको सानो दुईजना नानीले त्यो पनि म त दिनभरि हस्पिटलमा थिएँ अहिले बेलुका आइपुगेको उनीहरूले केक पनि ल्याएछ बिरयानी पनि बनाएछ नानीहरूले माया लाग्छ नि बच्चाहरू किसिम सोच्छ अब अरू बेला त म आफै सबै म्यानेज गर्थेँ अहिले अब आमा बिजी छ भनेर दुईजना नानीले गर्छ मेरो नानीहरू माया पनि लाग्छ अब के गर्नु
अब उनीहरूले पनि बुझ्छ अब धेरै हाम्रो उयसमा स्ट्रगल धेरै छ हामी अझै भनेर आमा र आप्पाको त्यस्तै छ हामीले चाहिँ अब साथ सपोर्ट दिनुपर्छ भन्ने जस्तै गर्छ क्या भन्नु पर्दैन यो गर त्यो गर भनेर होइन तपाईँ चाहिँ के साह्रो क्रिकेट क्रिजी भएको त्यहाँनिर भन्नुहोस् न आउट भयो नि त त्यहाँ पर भइरहोस् न त्यहाँनिर भन्नु नि अन्त के कुराहरू गर्नु अब त्यही कुरा छैन अब गुड नाइट अब गुड नाइट त होला नि अब कहाँ जानु राति हुँदै हिँड्नु भएको छैन होइन फेरि भेटौँला तपाईँहरू पनि त्यस्तै हो एकदम लो फिल गरेर बस्नु हुँदैन हाँसेर जित्नुपर्छ जिन्दगीमा हाँसेर म त हाँस्छु जस्तै दुःखमा पनि हाँस्छु हाँसेर जित्नुपर्छ हामीले अन्त तपाईँहरूले पनि यसो साथ सपोर्ट दिनुहोस् मलाई यसो प्रेयरहरू गरिदिनुहोस् अब त्यस्तै छ सबै कुरा अब बिस्तारै बिस्तारै भनौँला तपाईँहरूलाई धेरै कुरा छ बसेर गर्नुपर्ने टाइम छैन क्या धेरै कुरा सेयर गर्नु मन लाग्छ सेयर गऱ्यो यो क्या यहाँनिर डल्लो परेर बसेको छ नि त्यो चाहिँ हल्का हुन्छ अरे नि त्यो खालको एउटा थेरेपी पनि मलाई सिकाएको छ अब त्यो चाहिँ टाइम छैन कुनै दिन म यो गर्छु तपाईँहरूसँग सेयर गर्छु कस्तो के हो मेरो जर्नी कहाँबाट सुरु भयो अब कुन चाहिँ स्टेजबाट सुरु भयो कुन स्टेजमा आइपुगेको छ धेरै कुरा गर्नु छ नि तर के गर्नु अब कुनै दिन फेरि भेटौँला अब यस्तै छ है कुनै दिन भिडियोमा त्यो कुराहरू ल्याएर भेटौँला तपाईँहरूसँग हो फेरि त्यही हो रुटिन बेलुका आएर घरमा सुत्यो बिहान उठेर फेरि जानुपर्छ बिचरा के गर्नु सबैजना हस्पिटलमा बसेर पनि हुँदैन आमा हस्पिटल बेडमा सुतिरहेको छ मनमा त धेरै चिन्ता छ नि अब त्यो चिन्तालाई हामीले उयो गर्नै पर्यो अन्त कतिजना भन्छ र आमा चाहिँ हस्पिटलमा छ छोराबुहारीहरू केक काट्दैछ भन्छ होला भन्छ धेरैजनाले तर हामी चाहिँ त्यो त्यस्तो याद गर्दैनौँ त्यहाँ अब जे हुन्छ चल्छ चलिरहेछ अहिलेसम्म पनि उपरवालाको हातमा छ सबै हुन्छ अब यति हो आजको बर्थडेको चाहिँ हाम्रो चाहिँ यति नै सक्यो बिरयानी र केक काटिसक्यो गुड नाइट हेरिदिनुहोस् तपाईँहरूले साथ सपोर्ट गरिदिनुहोस् बाई बाई